नमस्ते सबैजनालाई। यो आजबाट ग्लोबल मनी वीक भनेर एउटा क्याम्पेन फाइनान्शियल लिटरेसी सचेतना अन्तर्गत ग्लोबल्ली 176 वटा देशमा चाहिँ ग्लोबल मनी वीक भनेर एउटा क्याम्पेन मनाइँदैछ। यसको अवसरमा यो चाहिँ आज 17 तारिकबाट 23 तारिकसम्म चाहिँ यो क्याम्पेन चल्दैछ। यस अन्तर्गतै आज बिहान हाम्रो चाहिँ एउटा र्याली कार्यक्रम पनि थियो। यो कार्यक्रम चाहिँ एउटा अवेरनेस ग्लोबल्ली चाहिँ एउटा यङ जेनेरेसन यङ चाहिँ पिपलहरूलाई अर्ली एजको स्टुडेन्टहरूलाई चाहिँ यो सचेतना कार्यक्रम चाहिँ फाइनान्शियल सम्बन्धीको वित्तीय सचेतना कार्यक्रम चाहिँ विश्वव्यापी रूपमा चाहिँ यो क्याम्पेन सुरु भइरहेको छ, जुन चाहिँ आजबाट सुरु भएको छ। यसकै अवसरमा म हजुरहरूलाई म शेयर बजारमा आबद्ध भएको मान्छे भएर शेयर बजारमा चाहिँ तपाईले कसरी कारोबार गर्ने र शेयर बजारमा कहाँ गएर के गर्ने होला भनेर चाहिँ तपाईँ अन्योलमा हुनुहुन्छ भने म 8-10 वटा कुरा तपाईहरुलाई जानकारी दिन गइरहेको छु। यो हजुरहरू अलरेडी स्टक मार्केटमा चाहिँ काम गरिरहनु भएको छ, एकदम नजिकबाट हेरिरहनु भएको छ भने तपाईको लागि यो भिडियो चाहिँ खासै महत्त्वपूर्ण नहुन पनि सक्छ। यो विशुद्ध एकदम नयाँ जो चाहिँ स्टक मार्केटमा भर्खर आउनु भएको छ उहाँहरुको लागि अथवा आउन चाहनु भएको छ उहाँहरुको लागि चाहिँ यो फ्रुटफुल हुन सक्छ। यसको लागि चाहिँ के छ भने पहिलो नम्बरमा तपाईले स्टक मार्केटमा आफ्नो शेयर कारोबार गर्न चाहिँ इच्छुक हुनुहुन्छ भने पहिलो नम्बरमा तपाईको बैंकमा गएर बैंक खाता खोलिसकेको हुनुपर्ने हुन्छ। बैंकमा गएर बैंक खाता खोलिसकेपछि तपाई कुनै पनि शेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा धितोपत्र कारोबार गर्ने कम्पनीमा आफ्नो नजिकको स्थानमा गएर चाहिँ त्यहाँ शेयर कारोबार खाता खोल्नको लागि अथवा सुरुमा चाहिँ बैंक खाता खोलिसकेपछि दोस्रो नम्बरमा चाहिँ तपाईले डिम्याट खाता खोल्नको लागि चाहिँ ब्रोकर कम्पनीमा डिम्याट खाता खोल्नको लागि आवेदन दिनु पर्यो। डिम्याट खाता खोल्नको लागि आवेदन दिइसकेर डिम्याट खाता खोलिसके नम्बर आइसकेपछि तपाईले तेस्रो नम्बरमा चाहिँ के गर्नु पर्यो भने टीएमएस कारोबार खाता ट्रेडिङ म्यानेजमेन्ट सिस्टम अन्तर्गत जुन शेयर कारोबार हुन्छ त्यो चाहिँ टीएमएस खाता चाहिँ खोल्नु पर्यो। यो सुरुमा शेयरै छैन भने आवश्यक चाहिँ होइन। अब हैन म शेयर चाहिँ किनबेच गर्छु किन्छु आफ्नो चाहिँ यसो आफूसँग अलिकति केही पुँजी छ भने चाहिँ तपाईले शेयर कारोबार गर्नको लागि कारोबार खाता खोल्नुहुन्छ। यो डिम्याट खाता खोल्न र कारोबार खाता खोल्नको लागि चाहिँ तपाईले आफ्नो फोटो, नागरिकता, आईडी कार्ड, आफ्नो परिचय कार्ड लिएर ब्रोकर कम्पनीमा आउनुपर्ने हुन्छ। यो आएको तुरुन्तै तपाईले त्यस्तो धेरै बेर लाग्दैन, तुरुन्तै आएको 10-15 मिनेट भित्र तपाईले चाहिँ खाता खुलिसक्छ। त्यो डिम्याट खाता आइसकेपछि तपाईले अर्को एउटा काम के गर्नुपर्ने हुन्छ भने तपाई बिगिनर्स हुनुहुन्छ भने तपाईले आईपीओ भर्नको लागि जुन शेयर बजारमा प्राथमिक बजार अन्तर्गत विभिन्न कम्पनीहरुका चाहिँ सुरुमा खुल्ने आईपीओ हुन्छन् जुन दोस्रो बजारमा आउनुभन्दा अगाडि सामान्यतया 100 रुपैयाँमा खोलेका शेयरहरु इनिशियल पब्लिक अफरिङ भन्छ। त्यो शेयर एप्लाई गर्नको लागि तपाईले खोलेको डिम्याट खाता नम्बर लिएर सुरुमा खोल्नु भएको जुन बैंक खाता हुन्छ त्यो बैंकमा गएर एउटा सामान्य फर्म भराउँछ। त्यो फर्म भरिसकेपछि तपाईलाई एउटा नम्बर दिन्छ जुन शेयर चाहिँ तपाईले भर्नका लागि जुन कोड हुन्छ सीआरएन नम्बर हुन्छ। त्यो सीआरएन नम्बर बैंकबाट लिनुपर्ने हुन्छ। सीआरएन नम्बर लिइसकेपछि तपाईले डिम्याट खाताको अनलाइन मेरो शेयर बनाएर युजर नेम पासवर्ड लिएर अनलाइन मार्फत तपाईले आफ्नै मोबाइलमा घरमै बसेर तपाईले चाहिँ त्यो मोबाइलबाट चाहिँ लगइन गरेर खुलेका शेयरहरु हेर्न सक्नुहुन्छ र घरमा बसी तपाईले एप्लाई गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईले अलिकति पैसा बैंकमा चाहिँ डिपोजिट गरेको हुनु पर्यो। अर्को चाहिँ अब जसले शेयर अलरेडी भरिरहनु भएको छ, भर्खर भरेर चाहिँ अलरेडी परिसकेको छ र ब्रोकर कम्पनीमा आएर चाहिँ बिक्री गर्दै हुनुहुन्छ भने त्यो शेयर बिक्री गर्नुभयो अनि बिक्री गरिसकेपछि चाहिँ
कतिपयहरूले चाहिँ के गर्नुहुन्छ भने इडिएस गर्नको लागि चाहिँ छुटाउने गर्नुहुन्छ, जसलाई चाहिँ थाहै छैन शेयर बिक्री गरेपछि सिधै पैसा खातामा आउँछ भन्ने मात्र जानकारी भएको हुन्छ, या आफ्नो कार्यव्यस्ततामा के गर्नुहुन्छ छुटाउनुहुन्छ। त्यो छुटाएको कारणले गर्दाखेरि उहाँले ठूलो चाहिँ क्षति बेर्नु परिरहेको हुन्छ, जुन पेनल्टीको रूपमा 25% चाहिँ पेनल्टी चाहिँ 20% पेनल्टी चाहिँ तपाईको जुन तपाईले इडिएस नगरे बापत शेयर बेच्नु हो तर ट्रान्सफर नगरे बापत चाहिँ पेनल्टी तिर्नुपर्ने हुन्छ। त्यो भएको भएर बिक्री गरेको दिन बेलुका 5 बजे 6 बजेबाट उता चाहिँ तपाईको त्यो मेरो शेयर लगइन गरिसकेपछि कुन शेयर बिक्री गर्नुभएको हो त्यो सबै त्यहाँनेर इडिएस गरेर शेयर ट्रान्सफर गर्नको लागि एउटा प्रोसेस छ, प्रक्रिया छ। त्यो प्रक्रिया तपाईलाई थाहा छैन भने ब्रोकर कम्पनीमा अथवा कहाँबाट बेच्नु भएको शेयर उलाई चाहिँ सोधेर पनि बुझ्न सक्नुहुन्छ, अथवा सामाजिक सञ्जाल युट्युबमा कतै खोजेर कसरी इडिएस गर्न सकिन्छ भनेर खोजेर तपाईले त्यसको जानकारी लिएर इन द राइट टाइम तपाईले इडिएस गर्नुपर्ने हुन्छ। र अर्को चाहिँ शेयर खरिद बिक्री गरिरहनु भएको छ भने अहिले चाहिँ के छ भने यो सिस्टम कहिलेकाहीँ के हुन्छ भन्दाखेरि सिस्टम इरर हुने गर्छ र सिस्टम इररले गर्दाखेरि चाहिँ बढी शेयर बिक्री भइदिने। 100 किता शेयर छ भने तपाईले झुकिएर 200 किता राख्नुभयो भने 200 कितै पनि बिक्री भइदिने ले गर्दाखेरि पनि तपाईले चाहिँ क्षति बिहेर्नु परिरहेको हुन सक्छ। त्यो भएको भएर आफ्नो डिमाट खातामा कति शेयर छ, मेरो शेयरमा कति शेयर छ, टीएमएस मा देखाएको ब्यालेन्समा कति शेयर छ, हिजो कति बेचे अस्ति कति किने भन्ने कुराको आफूले सामान्य जानकारी राखेर मात्र बिक्री गर्नुपर्ने हुन्छ। नभएदेखि तपाईले चाहिँ त्यसमा क्षति बिहेर्नु पर्ने हुन सक्छ, जुन चाहिँ इडिएस गर्दाखेरि शेयर सर्टेज हुन्छ अनि फेरि पेनल्टी लाग्ने हुन्छ, जुन 20% पेनल्टी टोटल तपाईले बिक्री गरेको रकमको जुन जति सर्टेज पर्छ त्यो किता इन्टु रेटको भोल्युमको 20% तपाईले चाहिँ पेनल्टी तिर्नुपर्ने हुन्छ। जुन चाहिँ जसले किन्नु भएको छ उले शेयर नपाए बापत उहाँलाई त्यो पैसा केही रकम काटेर ट्याक्स काटेर चाहिँ उहाँलाई पैसा जान्छ। बेच्नु भएको मान्छेलाई मर्जना लाग्यो, पेनल्टी लाग्यो। अर्को ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि कोलेटरल जुन तपाईले टीएमएस लगइन गरेर हेर्नुहुन्छ त्यहाँ तपाईले कोलेटरल कहिलेकाहीँ लोड गर्नुहुन्छ, कहिलेकाहीँ ब्रोकर कम्पनीलाई मलाई चाहिँ यति पैसा राखिदिनुस् बेलुका अथवा भोलिपल्ट म तिर्छु भनेर एउटा एथिक्समा काम गर्दै गर्दाखेरि तपाईले डिमान्ड गरेर तपाईले त्यो कोलेटरल राख्न लाउनु भएको हुन सक्छ। त्यो राखेको कोलेटरल त्यो टीएमएस मा देखाएको कोलेटरल तपाईको सबै पैसा अथवा तपाईले हालेको वास्तविक डिपोजिट नहुन पनि सक्छ। वास्तविक डिपोजिट नभए होइन भन्ने तपाईलाई कन्फ्युजन हुन सक्छ। त्यसले गर्दाखेरि तपाईले त्यो कोलेटरल रकम नै मेरो पैसा हो, त्यहाँ राखेको टीएमएस मा भएको पैसा चाहिँ मेरो यति पैसा रहेछ, आजलाई तपाईको टीएमएस मा 10 लाख रुपैयाँ देखायो, यो 10 लाख रुपैयाँ चाहिँ मेरो पैसा रहेछ भनेर शेयर ढ्याक्क हान्दिनु भयो भने त्यसले पनि तपाईले क्षति बिहोर्नु पर्ने हुन सक्छ। आफ्नो वास्तविक पैसा तपाईले ब्रोकर कम्पनीमा कति पठाउनु भएको छ र कति किन्नु भएको छ, कति बेच्नु भएको छ त्यसको चाहिँ आफ्नो विवरण ब्रोकर कम्पनीसँग आफ्नो कारोबार गर्ने ब्रोकर कम्पनीसँग चाहिँ सोधेर मात्रै तपाईले चाहिँ त्यो कारोबार गर्दाखेरि बेटर हुन्छ। हैन भने बढी खरिद गर्नुभयो र भोलि त्यो शेयर चाहिँ तपाईले आफ्नो डिपोजिट गर्ने क्षमता, आफ्नो चाहिँ कारोबार गर्ने क्षमता भन्दा बढी शेयर आयो भने तपाईले फेरि त्यसको चाहिँ पैसा तिर्न सक्नु भएन भने तपाईले त्यो शेयर बजार घट्यो अथवा चाहिँ त्यहाँ विभिन्न किसिमका कुराहरू आउन सक्छन्। त्यसले गर्दा कोलेटरल हालेको पैसा र आफ्नो हिसाब किताब के हो त्यसमा पनि ध्यान दिएर तपाईले चाहिँ शेयर चाहिँ खरिद बिक्री गर्नुपर्ने हुन्छ। अर्को चाहिँ तपाईले बेचेको पैसा बिक्री गरेको दिनबाट सामान्यतया 4 दिनमा तपाईको खातामा आउँछ र किनेको पैसा तपाईले खरिद गरेको दिनबाट अब कोलेटरल पहिले डिपोजिट गर्नु भएको छ भने पार्शियली पैसा जति बाँकी रहेको हुन्छ तपाईले तिर्न ब्रोकर कम्पनीमा त्यो पैसा चाहिँ भोलिपल्ट या पर्सिपल्ट फर्स्ट आवर सम्ममा चाहिँ तपाईले ब्रोकर कम्पनीमा पठाइसके आउनुपर्छ। त्यो क्लियरेन्स गर्नुभयो र आफ्नो सबै हिसाब किताब चाहिँ आज किनेको शेयरको भोलिपल्ट बेलुका अब पर्सिपल्ट बिहानमा तपाईले सबै पेमेन्ट क्लियर गर्नु भएको छ भने तपाईको शेयर चाहिँ 3 डेजको बेलुका 2-3 बजे पछाडी चाहिँ तपाईको खातामा आउँछ र 4 डेजमा तपाईले त्यो शेयर बेच्न सक्नुहुन्छ। यिनै यस्तै कुराहरू आज मैले यो ग्लोबल मनी वीक 2025 को अवसरमा मैले तपाईहरुलाई यो सामान्य शेयर बजार सम्बन्धीका 8-10 वटा जानकारीहरू दिए। त आशा छ तपाईलाई यो मैले दिएको जानकारीले महत्त्वपूर्ण लाग्नेछ र काहीँ न काहीँ उपयोग हुनेछ भन्ने मलाई आशा लागेको छ। धन्यवाद, नमस्कार।